नील नामको शान्त स्वभावको सानो केटो नदी छेउको गाउँमा बस्थ्यो। एक दिउँसो ऊ एक्लै नदीको किनारमा बसेर ढुङ्गाहरू पानीमा फालिरहेको थियो। त्यसै बेला नदीको अर्को किनार नजिक पानीभित्र केही चम्किएको देखियो। ध्यान दिएर त्यो चम्किलो वस्तुतिर हेर्न थाल्यो। ऊ बिस्तारै नदी किनार हुँदै चम्किलो वस्तुको नजिक पुग्यो। पानीभित्र आधा डुबेको एउटा पुरानो जादुई घण्टी थियो। नीलले डर र जिज्ञासाबीच हात बढाएर घण्टी छोयो। घण्टी छोएसँगै पानी हलचल भयो र छालहरू उठ्न थाले। नदीको पानीबाट कालो धुवाँ जस्तो आकृति उठ्न थाल्यो। नील डरायो, तर ऊ पछाडि हटेन। उसले आँखा बन्द गरेर गहिरो सास लियो। घण्टीबाट नीलो उज्यालो फैलिन थाल्यो। नीलो उज्यालोले कालो आकृतिलाई बिस्तारै हटायो। नदी फेरि शान्त बन्यो र पानी चम्किन थाल्यो। साँझको घाम अस्ताउँदै गर्दा नील मुस्कुराउँदै घर फर्कियो।